गुड आफ्टरनुन। आज दोस्रो दिन म तपाईहरुको सिलेबस अनुसार यो अर्गनाइजेसनल बिहेभियर सिस्टमको बारेमा केही कुराहरू तपाईहरुलाई भन्न गइरहेको छु। यो अलिकति कम्प्लिकेटेड भएको कारणले सिलेबस अनुसार तपाईहरुको टपिक्सको बारेमा डिस्कस गर्नुभन्दा अगाडि म दुईवटा कुराहरूको बारेमा तपाईहरुलाई सामान्य जानकारी गराउन चाहन्छु। यो कुराहरू बुझ्नु भएपछि व्यवस्थापनमा सिस्टम एप्रोच त्यो चाहिँ ओबीमा भए पनि एचआरएममा भए पनि जहाँ भए पनि त्यसको कन्सेप्ट तपाईहरुलाई सफा हुन्छ। त्यस कारणले म सबभन्दा पहिले अलिकति दुईवटा जेनरल कुराहरू भन्न चाहन्छु। नम्बर 1 के हो भने हामीहरू सबैलाई सोलर सिस्टमको बारेमा थाहा छ। सूर्यको 9वटा ग्रहहरू छ। केही ग्रहहरू ठुला छन्, केही ग्रहहरू साना छन् र सबै ग्रहहरू आफ्नो अक्षमा घुमिरहेका छन्। सबै ग्रहहरूको आफ्नो आफ्नो आकार अनुसारको गुरुत्वाकर्षण बल छ। एउटा प्रश्न के उठ्छ भने ठुलो ग्रहको गुरुत्वाकर्षण शक्तिले सानो ग्रहलाई थामिरहेको कुरा त तर्कसङ्गत लाग्छ, तर सानो ग्रहको गुरुत्वाकर्षण शक्तिले कसरी ठुलो ग्रहलाई थाम्न सक्छ? यस कुराको खोजी गर्दाखेरि हामीहरू के भेटाउँछौँ भने साना ग्रहहरूको समग्र शक्तिले ठुलो ग्रहको शक्तिसँग पनि मिलेर अर्को ठुलो ग्रहलाई आफ्नो अक्षमा आफ्नो स्थान परिवर्तन नगरिकन आफ्नो अक्षमा घुमिरहन मद्दत गर्दो रहेछ। यो प्रणालीलाई हामी यो सिस्टम एप्रोचमा सिनर्जी भनेर भन्छौँ। अब यसलाई चाहिँ एकदम सजिलोले बुझाउने हो भने म्याथमेटिकली हामी के भन्न सक्छौँ भने सिनर्जी इज 2 + 2 = 5। सुन्दाखेरि कुरा त अत्यन्तै हास्यास्पद लाग्ला। अर्थमेटिकली 2 + 2 = 4 हुनुपर्ने ठाउँमा हामी के भन्दैछौँ भने 2 + 2 = 5। त यो एडिसनल 1 कहाँबाट आयो भन्दाखेरि एउटा सामान्य कुरा तपाईँ आफैले पनि आफ्नो जीवनमा हेरेर या प्रयोग गरेर के बुझ्न सक्नुहुन्छ भने तपाईँ एक्लैले 40 केजीको भार उठाउन सक्नुहुन्छ। अर्को एकजना साथीले पनि 40 केजीको भार उठायो। जम्मा तपाईहरु दुवैजनाको अलग अलग गर्दाखेरि भार वहन क्षमता 80 केजी भयो। तर दुवै साथीले मिलेर हात थापेर उठाउनु भयो भने तपाईँ 1 क्विन्टलको बोरा उठाउन सक्नुहुन्छ। त त्यो जुन थप 20 केजी वा 10 केजी भनौँ 90 केजी वा 100 केजीको बोरा तपाईँ उठाउनुहुन्छ, त्यो नै सिनर्जी हो हैन। त्यसलाई हामी के भन्छौँ? सिनर्जी, रिजल्ट अफ कम्बाइन्ड इफोर्ट हैन। जस्तो एउटा शब्द छ तपाईहरुले सुन्नु भएकै होला, हामी टिम भन्छौँ। त टिम भन्ने जुन शब्द छ वर्ड, यसको स्पेलिङ हुन्छ TEAM। हरेक शब्दको आफ्नो यसमा अर्थ छ। T stands for togetherness, E for effort, A for achievement and M for more। अब टिम के भयो त? टुगेदरनेस इन इफोर्ट अचिभ्स मोर। त्यही कुरा यहाँ पनि सिस्टम एप्रोचमा पनि लागू हुन्छ र त्यही कारणले गर्दाखेरि यसलाई हामीले सोलर सिस्टमको जुन सिनर्जिस्टिक प्रणाली छ त्यो प्रणालीलाई हामी म्यानेजमेन्ट सिस्टममा पनि
प्रयोग गर्छौँ र पछि गएर यसको बारेमा हामी बताउँछौँ। यस विषयमा दोस्रो कुरा तपाईहरुले के बुझिराख्नुस् भने तपाईहरुले आफ्नै हातमा प्रयोग गर्ने मोबाइल वा जुन कम्प्युटर छ त्यसमा हामी किबोर्डमा के गर्छौँ, केही लेख्छौँ, कुनै अङ्क वा अक्षर, त्यो किबोर्डबाट कहाँ जान्छ, त्यो भागलाई, कम्प्युटरको त्यो भागलाई हामी के भन्छौँ, सीपीयू भन्छौँ, सेन्ट्रल प्रोसेसिङ युनिट भन्छौँ। अब त्यो सेन्ट्रल प्रोसेसिङ युनिटले तपाईले भन्नुभएको अङ्कलाई जोड्नु, घटाउनु वा जे गर्नु छ वा शब्दलाई जुन रूपमा राख्नु छ त्यसलाई कहाँ डिस्प्ले गर्छ भन्दाखेरि कम्प्युटरको स्क्रिनमा। त्यो किबोर्डमा हामी जुन सूचना प्रवाह गर्छौँ त्यसलाई हामी इनपुट भन्छौँ। सीपीयू को नामै सेन्ट्रल प्रोसेसिङ युनिट भएकोले त्यो प्रोसेसिङ भयो र स्क्रिनमा जुन डिस्प्ले भयो त्यो आउटपुट भयो। त यो सिस्टम एप्रोच जुन छ, चाहे त्यो बिहेभियरमा होस् चाहे त्यो म्यानेजमेन्टमा होस्, यो यही दुईवटा सिद्धान्तमा आधारित छ, कम्बाइन्ड इफोर्ट र इनपुट प्रोसेसिङ एन्ड आउटपुट सिस्टममा आधारित छ। हिजो डिस्कसन गर्दाखेरि हामीले के भनेको थियौँ भने अर्गनाइजेसनमा तीनटा लेभलहरू हुन्छ, इन्डिभिजुअल लेभल, ग्रुप लेभल र अर्गनाइजेसनल लेभल। अब इन्डिभिजुअल लेभलमा हामी आउँदाखेरि मैले भनेको थिएँ मान्छे आफ्नो विभिन्न सोसियो इकोनोमिक, सामाजिक आर्थिक ब्याकग्राउन्डबाट आइरहेको हुन्छ र त्यो सोसियो इकोनोमिक ब्याकग्राउन्डको आधारमा उसको परिवारको आफ्नो जुन कल्चर छ त्यसको आधारमा उसको व्यक्तित्व बनेको हुन्छ। भन्दाखेरि जब हामी अब अर्गनाइजेसनमा इनपुटको कुरा गर्छौँ भने त्यसमा के आउनु भयो त, सम्बन्ध नम्बर 1 त उसको बायोलोजिकल क्यारेक्टरिस्टिक जुन बुवा आमाबाट उसलाई प्राप्त हुन्छ, त्यसपछि उसको चाहिँ योग्यता, अनि जुन भ्यालु सिस्टम उसले परिवारमा देखेको छ उसको भ्यालु सिस्टम र अर्को परिवारबाट आएको मान्छेको भ्यालु सिस्टम एउटै हुँदैन। त्यसपछि उसको इमोसनल फिलिङहरू र मान्छेको एटिच्युड, हैन। एटिच्युड भनेको के हो भने म पछि पनि हामीलाई यो पढ्नुपर्ने भएकोले अहिले संक्षेपमा एक लाइनमा मात्रै तपाईहरुलाई जानकारी गराउँछु। एटिच्युडलाई एकदम सरल तरिकाले हामी के भन्न सक्छौँ भने इट इज योर पर्सनल लाइक एन्ड डिसलाइक। त हरेक मान्छेको आफ्नो सोसियो इकोनोमिक ब्याकग्राउन्डको आधारमा पर्सनल लाइक र डिसलाइक फरक पर्छ। अब यो इनपुटको ब्याकग्राउन्डमा जब हामी ग्रुप लेभलमा जान्छौँ त ग्रुप लेभलमा के हुन्छ भने यो जुन हामीसँग भएको बायोलोजिकल क्यारेक्टरिस्टिक्स, एबिलिटी, भ्याल्युज, एटिच्युड छ यसलाई हामीले ग्रुप लेभलमा ग्रुपको लक्ष्य प्राप्त गर्नको लागि मोडिफाई गर्नुपर्ने हुन्छ। ग्रुपको जुन गोल छ त्यो प्राप्त गर्नको लागि हुनसक्छ हामीले आफ्नो एटिच्युडमा चेन्ज ल्याउनु परोस्, हुनसक्छ हामीले आफ्नो भ्यालुजमा चेन्ज ल्याउनु परोस्, वा एबिलिटीको कारणले त्यहाँ चाहिँ समस्या उत्पन्न हुन सक्छ, नहुन पनि सक्छ। त्यस कारणले गर्दाखेरि ग्रुप लेभलमा जाने बित्तिकै कस्तो किसिमको कामको जिम्मा दिइएको छ त्यसलाई हामी टास्क क्यारेक्टरिस्टिक्स भन्छौँ। जुन काम हामीले गर्नु छ त्यो काम हाम्रो प्रवृत्ति, हाम्रो बायोलोजिकल फाउन्डेसन, हाम्रो एटिच्युडसँग मिल्दोजुल्दो छ र छैन भने हामीले त्यसलाई आफ्नो बानी व्यवहारमा परिवर्तन गरेर त्यसलाई ग्रुप अनुकूल ढाल्न सक्यौँ भने ग्रुप लेभलमा हामीले गर्नुपर्ने टास्क हामी पुरा गर्न सक्छौँ। तर यो टास्क पुरा गर्नको लागि पनि
दुईवटा अर्को कुराहरू महत्त्वपूर्ण हुन्छ। नम्बर 1 हामी के भन्छौँ भने ग्रुप क्यारेक्टरिस्टिक। अब ग्रुप भन्ने बित्तिकै यो ग्रुप होमोजिनस र हेट्रोजिनस दुइटै हुनसक्छ। होमोजिनस ग्रुप भन्ने बित्तिकै के हुन्छ भने एकै खालको सोच राख्ने मान्छेहरूको समूह। हेट्रोजिनस भनेपछि विभिन्न खालको सोच राख्ने मान्छेहरूको समूह हुन्छ। अब यसमा चाहिँ होमोजिनस सोच राख्ने खालको मान्छेहरू छ भने ग्रुपको चाहिँ तपाईँको टास्क क्यारेक्टरिस्टिकमा खासै समस्या देखिँदैन। तर हेट्रोजिनस ग्रुप छ र त्यसमा एडेप्टेबिलिटी भएन, मान्छेले आफूमा परिवर्तन ल्याउन सकेन भने ठुलो समस्या हुन्छ। त्यसै गरेर ग्रुप लेभलमा ग्रुपको साइजले पनि ठुलो अर्थ राख्दछ। सानो ग्रुप भएछ भने छिटो छरितो काम हुन्छ। ठुलो ग्रुप भयो भने म्यान टु म्यान विचारहरूमा थोर बहुत फरक वा कन्फ्लिक्टको कारणले गर्दाखेरि ग्रुप गोल पुरा गर्न केही न केही समस्या आइपरिरहेको हुन्छ। त्यसलाई संक्षेपमा बुझ्दाखेरि म फेरि रिपिट गर्न चाहन्छु एकपटक, यसपालि अङ्ग्रेजीमा भन्छु। इनपुटको रूपमा organization behavior system, when we consider input at individual level, it is governed by biological characteristics, ability, values, attitude, and personality of an individual. But when the same is considered at the group level, three important things takes the course, that is task characteristics, what is the characteristics of the task, and what is the matching ability of the group towards the task, their level of skill, their ability. Next one is composition of the group. If a group is made of like-minded people, they will immediately accept the change and work accordingly. And third important thing is size of the group. A small group will respond quickly to the change, whereas in heterogeneous group or large size group, it is very difficult to bring all individuals in one line. The third level is called organizational level, and it is concerned with culture of the organization, how the organization has been developed and what is its mission. Now, the culture of the organization largely depends upon the leadership of the organization. If leadership of the organization has a huge driving force within himself, he can drive the organization successfully at the group level, at the individual level also. So these are the constituents of input at the individual level, at the group level, and at the organizational level. Now we have to move on to the processing. Now how processing will take? How we will be able to process these characteristics in an organization? Just like computer, we have received the data in the form of biological characteristics, ability, attitude, emotions, and personality at the individual level, task characteristics, then your size of the group, and composition of the group at the group level, and company's policy, culture, and leadership quality at the organizational level. Now, while processing, to modify the individual behavior
The important factors that are required in the organization as a processing catalyst are motivation, perception, learning, and decision making. Motivation, you all know what it is. When we are always interested in achieving the organizational goal and divert our wholehearted effort for its fulfillment, the condition is known as motivation. You must be aware that motivation is a psychological process. If psychologically you are convinced that achievement of this goal will fulfill our need also, a driving force will be created inside you and that will keep you motivated. So, the second one is perception. Perception is highly concerned with human behavior. A manager with a good knowledge of perception will always behave in a meaningful way with his subordinate and will never make statements that will erode the feelings of the subordinate. Under such circumstances, when a human resource manager or a manager behaves in a way that does not erode the feeling of his subordinate, the subordinate always remains motivated to give a result. Then there is learning and decision making. Now, learning is related highly with attitude, and what we do here in learning is that we try to find out if there is a problem with a particular employee in the organization. Will have to consider whether he lacks the skill or he does not have the attitude to work. If we can identify these two variables, accordingly we can apply. If he lacks a skill, we can send him to a skill imparting training. And if his attitude is not perfect toward the work, we can send him to attitude changing training. And that will bring the result and the organization will move ahead. And the last one at the individual level is decision making. Decision making, very simply we say, it is selecting best alternative among the available alternatives. But that only is not decision making. Actually, empowering your subordinate to take certain level of decision makes him responsible. It develops a sense of belongingness in the subordinate. He starts feeling that I am also a part of this organization. So he will put all his effort in making a correct decision. That is the very important part in the science of management. Now at the group level, in the processing section, we have group dynamics. Again I said, by group dynamics we mean whether it is a homogeneous group or a heterogeneous group. Depending upon the homogeneity and heterogeneity of the group, conflicts may arise within the group. Power politics may also arise within the group. And the level of communication may also vary in the group. But all these things are maintained if there is a good leadership in the group. Because the group leader will take care of the group dynamics,
will take care of the conflict even in heterogeneous group and give his best effort to establish maximum good communication within the group. And at the organizational level, the processing step involves the design of the organization, then human resource policies and practices. I want to focus on these 2 points only. First one is design of the formal organization or design of the organization. Now, this is very important. Understanding the meaning of the word design. Actually, design means responding to the external environment in terms of technology, in terms of finance, in terms of marketing policies, in terms of human resource policies. All these things are included in the design of the organization. Now, how perfect is your organization design? If you are not responding to the change in the market, no one will buy your product. If you are not taking good care of your members of the supply chain, that is, you can say wholesalers or retailers, if they are not getting their profit or other benefits at par with other organizations, they will not give time to give a push for sales of your products. Similarly, if your HR policies lack the principles and policies of promotion, imparting trainings, that is on the job or off the job training, timely promotions, better salaries, and at least two things are important here, that when we prepare a human resource policy, we should take care of equity. In equity, we will have to consider internal equity as well as external equity. Internal equity responds to the environment, the level of benefit, and the salary of a particular level of staff in the organization are at par with one another or not. That will be known as internal equity. If internal equity is not maintained, the workers will not be satisfied with their work or their workstation, at their workstation. And secondly, but most important, is external equity. If another organization is paying more salary or fringe benefits or timely promotions, then even the experienced workers that are working within your organization will try to use your organization as a platform. They will keep on trying for moving to other organization. And the moment they get an opportunity, they will leave your organization. Now, what happens that if this employee turnover rate is high in your organization and the rate of absenteeism is high in your organization, a manager should know that motivation in his organization is not good. Rate of absenteeism and rate of employee turnover are two mega indicators of level of motivation in the organization. So, while formulating these things, we must keep in mind all these facts. And once again, I will repeat,
Design of the organization does not mean shape and size of the organization. It is the extent or quality of the organization to respond to the environmental change. If we are matching with the change in the environmental, that means we are up to date. Our design is good. Or we are at par with our strategic competitors. Finally, when we come at the organizational level, the very first thing is, if all these inputs and this processing at the individual, group and organizational level are synchronized, the result will be highest productivity. Now, what is this productivity? Does it have any concern with production or not? I would like to make it clear that production has no concern with productivity. Production is mere the number of units that you have produced, while productivity is the ratio of input to output. Means, just for simplification, I am telling you, if you are using 10 kg of raw material as input and you are having 8 kg of finished product in your organization, and your competitor is having 8 kg and 500 grams of final product, your productivity is low and his productivity is high. That will directly affect the profit of the organization. So, you will have to see what technology, what type of organizational benefits your competitor has been giving to its staff, so that their productivity is higher than you. So, just before concluding, two more points remain here for discussion. One given in your book is organizational citizenship, and the other is job satisfaction. See, organizational citizenship in very simple term is when you feel like working for your organization even after your formal job hours in order to complete the task, the condition is said to be organizational citizenship. Simple feeling of responsibility. I once again repeat it. Organizational citizenship is said to have occurred when a staff fulfills his task even working even after his formal duty hours for the sake of betterment of the organization. It is said to be organizational citizenship. And the second one is job satisfaction. This job satisfaction is also reflected in terms of productivity and in terms of absenteeism. If job satisfaction is not good in your organization, the rate of absenteeism will be high. Similarly, as a result, the productivity will be low. So, the manager will have to keep it in mind how to provide a good working environment, and in totality, I will say, although this is not mentioned in your book, all these can be productivity, absenteeism, turnover, organizational citizenship and job satisfaction. All these can be called by one simple name, that is, we say QWL, that is quality of work life. Now, what is quality of work life? Quality of work life is simple terminology, in very simple words I am going to put it. If you feel like going and joining your duty every day
anyone can say, you can also feel that the quality of work life in the organization is good. It is related with the physical conditions at the workstation and the interpersonal relationship within the organization. Or in other words, we can say that quality of work life has two important components. Number one is the physical working condition at any particular workstation, and number two is the interpersonal relationship within the organization. If both of these are good, the quality of work life in the organization will be very good, as a result of which there will be low absenteeism, there will be low employee turnover rate, and the productivity in the organization will be high. Now, just to conclude it, I would like to recall what I told you in the beginning, that in the input, processing, and output system, just like we use in the computer, if we utilize all these points that we have discussed here, or the human resource manager has a understanding that at the individual level, the biological factors, personality, attitude, ability or skill, we can say, of different workers at different levels will be different, but they can be accommodated when groups are formed by assigning suitable task structures, constituting a homogeneous group so that the group characteristic is maintained, and maintaining small groups where the communication has least problem. The group level performance can be improved, and by virtue of which at the organizational level, the organizational culture, a good organizational culture, working environment in the organization will be good. Now coming to the second, that is processing portion, again as we have discussed, if the leadership is good, the level of communication will be good. We can judge the motivation by simply measuring the rate of employee turnover and absenteeism in the organization. And especially we should take care of the fact that the conflicts are within the organization are resolved not by suppression, not by administrative interference, but by creating a win-win situation for both the groups or individuals or at organizational level, by creating a win-win situation for both the parties. Similarly, at the group level, we talked of organizational design, and I tried to make you understand that the word design is not only related with fashion, rather in management, the word design responds to accommodating the environmental change within and outside the organization. Finally, when we come to output, if all these things are maintained, the productivity in the organization will be high, and rate of absenteeism will be low, employee turnover rate will be low, then organizational citizenship and job satisfaction will develop in the organization, and by this virtue we get the synergistic effect, that is 2 plus 2 is equal to 5, because if your productivity is high, you will get additional advantage over your installed capacity. Additional advantage in marketing, additional advantage in your uh, completion of product life cycle. Now, I stated a lot in English only, so I should now move on to नेपाली भर्सन. र अब नेपालीमा कुरा गर्दाखेरि
इनपुटमा व्यक्तिगत स्तरमा हरेक मान्छेले आफूसँग पैतृक गुण लिएर आएको हुन्छ। उसको सोच, उसको व्यवहार, उसको शरीरभित्र भएको त्यो पैतृक गुणहरूले निर्धारण गर्छ, जसको कारणले उसको जुन कल्चरल लर्निङ भएको हुन्छ त्यो कल्चरल लर्निङमा उसको भ्यालु सिस्टम, उसको पर्सनालिटी आधारित रहेको हुन्छ। तर सङ्गठनमा आइसकेपछि उसलाई पनि एउटा कुरा के थाहा हुन्छ भने मलाई यहाँ काम गर्न आयो। त्यस कारणले जब ऊ ग्रुप लेभलमा जान्छ, ग्रुप लेभलमा गइसकेपछि ग्रुपमा बस्दाखेरि ग्रुपले गर्नुपर्ने काम कस्तो छ, जसलाई हामी ग्रुप क्यारेक्टरिस्टिक्स भन्छौँ, जुन समूहमा छ त्यो समूह दुई प्रकारको हुनसक्छ। मैले अङ्ग्रेजी भाषामा पनि भने, एउटा चाहिँ होमोजिनस भन्छ। होमोजिनस भनेको एउटै लेभलको स्किल, दक्षता भएको, एउटै प्रकारको सोच भएको वा एउटै सामाजिक आर्थिक ब्याकग्राउन्डबाट आएको मान्छेहरूको समूह। हेट्रोजिनस ग्रुपमा के हुन्छ भने विभिन्न सामाजिक आर्थिक ब्याकग्राउन्डबाट आएको मान्छे हुन्छ। त होमोजिनस समूहमा खासै समस्या देखिँदैन, तर हेट्रोजिनस समूहमा के हुन्छ भने अलिकति कन्फ्लिक्टको कुराहरू, सोचाइ चाहिँ लक्ष्य प्राप्त गर्ने नै हुन्छ, तर डिफरेन्स इन ओपिनियन हुनसक्छ। त्यो डिफरेन्स इन ओपिनियनलाई लिडरसिपले चाहिँ समयमै हल गर्नुपर्छ। अब त्यसपछि हामी ग्रुपको साइजको कुरा गर्छौँ। धेरै ठुलो साइजको ग्रुप भयो भने कम्युनिकेसनमा समस्या हुन्छ। त्यस कारणले सकेसम्म सानो ग्रुप बनाउने, जसले गर्दाखेरि ग्रुप क्यारेक्टरिस्टिक पनि मिल्छ, कम्युनिकेसन पनि राम्रो हुन्छ र कन्फ्लिक्ट पनि करिब करिब नहुने सम्भावना हुन्छ। अब सङ्गठनको स्तरमा जाँदाखेरि इन्डिभिजुअल लेभलबाट हामी जब सङ्गठनको स्तरमा जान्छौँ त सङ्गठनको संरचना कस्तो छ र त्यो सङ्गठनको कल्चर, संस्कार कस्तो छ। एउटा वर्किङ कल्चर भएको सङ्गठनहरू हुन्छ। केही सङ्गठनहरूमा अब हामीले देखेका छौँ, सुनेका छौँ, बराबर हडताल नै भइरहेको हुन्छ। अब त्यसबाट हामी सजिलै के बुझ्न सक्छौँ भने सङ्गठनको संरचना राम्रो छैन। जब अब इनपुटबाट हामी प्रोसेसमा आउँछौँ, प्रोसेसिङमा आउँदाखेरि इन्डिभिजुअल लेभलमा त हेरे नै कुरा भनेको हाम्रो इम्प्लोइजहरू, कामदारहरू मोटिभेटेड छन् कि छैनन्, उनीहरूको पर्सेप्सन कामप्रतिको के छ, उनीहरूमा लर्निङ एटिच्युड छ कि छैन। यहाँनिर फेरि म एकपटक चाहिँ तपाईँहरूलाई भन्न चाहन्छु, लर्निङ एटिच्युड छैन भने ह्युमन रिसोर्स म्यानेजरको काम के हुन्छ भने उसले त्यो व्यक्ति वा त्यस्ता व्यक्तिहरूको अध्ययन गर्छ। लर्निङ एटिच्युड नहुनुको पछाडि दक्षता नहुनु, स्किल नहुनु हो कि एटिच्युड नै नहुनु हो, त्यो थाहा पाइसकेपछि दक्षता छैन भने दक्षता दिने तालिममा पठाइन्छ। एटिच्युड नै छैन भने एटिच्युड चेन्ज गर्ने तालिम पनि हुन्छ, त्यसमा पठाएर उसको एटिच्युडलाई काम गर्ने सङ्गठनको वातावरण अनुकूल बनाइन्छ। अनि सबैभन्दा अन्तमा आउँछ डिसिजन मेकिङ, निर्णय गर्ने। हाम्रो सामान्य सोच के हो भने निर्णय भनेको जहिले पनि माथिल्लो तहबाट हुनुपर्छ। त माथिल्लो तहबाट हुने निर्णयहरू संस्थागत निर्णयहरू हुन्छन्। सबै स्तरको निर्णय माथिबाट हुन थाल्यो भने निर्णय कहिले पनि समयमा हुन सक्दैन। त्यस कारणले स्थानीय स्तरमा कुनै मेसिनको स्तरमा समस्या छ, वर्कर्स लेभलमा समस्या छ कि युनिट लेभलमा छ कि डिपार्टमेन्टल लेभलमा छ कि डिभिजनल लेभलमा छ कि त्यो समस्याहरू त्यहीँबाट समाधान हुने गरिकन अधिकार प्रत्यायोजन गरेको छ भने त्यसले त्यो तहमा बस्ने मान्छेको मनमा म पनि यो सङ्गठनको एउटा महत्त्वपूर्ण हिस्सा हुँ र आफ्नो क्षमतामा म पनि निर्णय गर्न सक्छु भनेर जिम्मेवारीपनको भावनालाई बढाउँछ र यसले सङ्गठनलाई धेरै ठुलो मद्दत पुर्याउँछ। ग्रुप लेभलमा आइपुग्दाखेरि फेरि त्यही कुराहरू छन्। लिडरसिप कस्तो छ? अब
ग्रुपको डाइनामिक्स मैले अघि नै भने होइन, ग्रुप अब कस्तो छ तपाईँको, होमोजिनस ग्रुप हो भने ग्रुप डाइनामिक्समा त्यति साह्रो प्रब्लम हुँदैन। एकै तहको एउटै किसिमको एउटै ब्याकग्राउन्डको मान्छेहरू छ भने कम्युनिकेसनमा खासै प्रब्लम हुँदैन। तर हेट्रोजिनस ग्रुप छ, तलदेखि माथिसम्मका विभिन्न ऱ्याङ्कका मान्छेहरू छन् भने त्यहाँ पावर कन्फ्लिक्ट, अथोरिटीको कन्फ्लिक्टहरू डेभलप हुन्छ। लामो ग्रुप ठुलो ग्रुप छ भने कम्युनिकेसनमा प्रब्लम हुन्छ र त्यस्तो अवस्थामा जो ग्रुप लिडर हुन्छ ऊ बढी धैर्यवान, बढी विचारशील हुनुपर्छ, किनभने ऊ बढी विचारवान या धैर्यवान भएन भने ग्रुप प्रोसेस राम्रोसँग अगाडि बढ्न सक्दैन। अब साङ्गठनिक अवस्था वा अर्गनाइजेसनल लेभलमा यहाँ एउटा शब्दको प्रयोग भएको छ, डिजाइन अफ अर्गनाइजेसन भनेको छ र एचआर पोलिसिस एन्ड प्र्याक्टिस भनेको छ। हुन त एउटा शब्द डिजाइन अफ अर्गनाइजेसन भन्ने बित्तिकै सबै कुरालाई कभर गर्छ, किनभने यो डिजाइन अफ अर्गनाइजेसन भन्ने बित्तिकै हाम्रो जुन सोच छ, डिजाइन भनेको राम्रो नयाँ फेसन अनुसारको लुगा लगाउनु, नयाँ मोडलको टिभी राख्नु, नयाँ मोडलको फ्रिज राख्नु वा गाडी चढ्नु मात्रै डिजाइन होइन। डिजाइनको शाब्दिक अर्थ म्यानेजमेन्टमा के हुन्छ भने वातावरणसँग अनुकूलन, अर्थात् तपाईँ जुन उद्योग व्यवसायमा हुनुहुन्छ त्यसको बाहिर आन्तरिक वातावरण अनुकूल तपाईँ हिँड्न सकिरहनु भएको छ कि छैन। अनुकूल हिँड्न सकिरहनु भएको छ भने तपाईँ सफल हुनुहुन्छ, अनुकूल हिँड्न सक्नु भएको छैन भने तपाईँ सफल हुन सक्नुहुन्न। अब यो अनुकूलताको कुरा केमा भर पर्छ भन्दाखेरि अघि हामीले चाहिँ मोटिभेसनको कुरा गऱ्यौँ। अब प्रश्न उठ्छ कि भाइ मान्छेमा मोटिभेसन छ कि छैन भन्ने कुरा कसरी जाँच गर्ने भन्दाखेरि त्यसको 2-3वटा महत्त्वपूर्ण इन्डिकेटरहरू छ। सबभन्दा पहिलो इन्डिकेटर त के हो भने हामी एब्सेन्टिजम भन्छौँ। कति इम्प्लोइ तपाईँका रोज दैनिक अनुपस्थित रहन्छ? 1 जना, 2 जना, 2-4 जना वा 5 जना वा 8-10 जना, अर्थात् काम नै बाधित हुने गरिकन तपाईँको कामदारहरू वा कर्मचारीहरू अनुपस्थित रहन्छन् र त्यसले तपाईँको उत्पादनमा प्रभाव पारिरहेको छ। अझ प्रभाव मात्रै होइन, प्रतिकूल प्रभाव पारिरहेको छ भने हामी के भन्छौँ भने त्यस्तो उद्योगमा रेट अफ एब्सेन्टिजम हाई छ। त्यसै गरेर पुरानो इम्प्लोइहरूले चाहिँ काम छोडेर जाने अनि त्यसको ठाउँमा तपाईँले नयाँ राख्नुपर्ने, त्यसलाई इम्प्लोइ टर्नओभर रेट भनिन्छ होइन। त्यो इम्प्लोइ टर्नओभर रेट पनि हाई छ, एब्सेन्टिजम पनि हाई छ भने हामीले के बुझ्नु पर्यो भने हाम्रो सङ्गठनमा मोटिभेसन वा उत्प्रेरणाको स्तर राम्रो छैन। आफ्नो कामबाट हाम्रो इम्प्लोइहरू सेटिस्फाइड छैनन्, अर्थात् जब सेटिस्फ्याक्सन राम्रो छैन। यो कुरा हामी यसबाट बुझ्न सक्छौँ र अन्तमा आउटपुटमा आइपुग्दाखेरि फेरि उही कुरा आउँछ, प्रोडक्टिभिटी। तपाईँको इम्प्लोइ मोटिभेटेड छ, तपाईँको अर्गनाइजेसनल डिजाइन पर्फेक्ट छ भने तपाईँको प्रोडक्टिभिटीलाई मैले जसरी अङ्ग्रेजीमा भने उत्पादन र उत्पादकत्वमा फरक हुन्छ। उत्पादन भनेको अङ्ग्रेजीमा हामी प्रोडक्सन भन्छौँ, यो भनेको सङ्ख्यात्मक गुण हो। तपाईँको क्षमता 9,000 उत्पादन गर्ने थियो, तपाईँले 8,000 गर्नुभयो, 8,500 गर्नुभयो, 9,000 गर्नुभयो, त्यो तपाईँको प्रोडक्सन हो। त प्रोडक्टिभिटी के हो भन्दाखेरि कति इनपुट राखेर कति आउटपुट निकाल्नु हो। जस्तो मैले अघि पनि एउटा उदाहरण दिएँ, अङ्ग्रेजीमा भन्दाखेरि 10 केजी कच्चा पदार्थ उत्पादन प्रक्रियामा पठाएर तपाईँ चाहिँ 8 केजी तयारी माल निकाल्नुहुन्छ, उत्पादन निकाल्नुहुन्छ, अनि तपाईँको प्रतिस्पर्धीले चाहिँ 8 केजी 500 ग्राम निकाल्छ भने उसको प्रोडक्टिभिटी राम्रो हो, तपाईँको होइन। किनभने इनपुट र आउटपुटको अनुपात जोड्नु भयो भने उसको इफिसियन्सी 85% आउँछ, तपाईँको 80% आउँछ। त तपाईँभन्दा 5%ले उसको इफिसियन्सी बढी छ भने त्यही अनुकूल
उसको नाफा पनि बढ्छ र आफ्नो बढेको नाफा अनुकूल उसले आफ्नो वर्करलाई सुविधाहरू हैन जसलाई हामी इक्विटी भन्छौँ यो इक्विटी दुई प्रकारको हुन्छ इन्टर्नल इक्विटी एक्सटर्नल इक्विटी इन्टर्नल इक्विटी भन्नाले के हुन्छ भने हरेक तहमा काम गर्ने कर्मचारीले के ध्यान गरिरहेको हुन्छ भने मेरै तह म जस्तै दक्षता भएको मान्छेको तलब मभन्दा बढी छ कि कम छ भने उसलाई सन्तोष लाग्दैन तपाईको कारखानाले उसले ट्रेनिङ सेन्टरको रूपमा प्रयोग गर्छ र ऊ सधैँ जहाँ बेटर अप्सन पाइन्छ त्यहाँ जाने प्रयासमा बसिरहेको हुन्छ त्यसै गरेर अर्को हुन्छ एक्सटर्नल इक्विटी तपाईले इन्टर्नल इक्विटी मेन्टेन गर्नु भएको छ तर एक्सटर्नल इक्विटीमा तपाईको जुन प्रतिस्पर्धी कम्पनी छ त्यसले तपाईभन्दा राम्रो सुविधा दिइरहेको छ बढी तलब दिइरहेको छ बढी बेनिफिट्सहरू दिइरहेको छ या उसका टाइमली प्रमोसन सिस्टम टाइम बाउन्ड प्रमोसन सिस्टम छ भने तपाईको पुरानोभन्दा पुरानो इम्प्लोइ पनि चटक्क तपाईलाई छाडेर त्यहाँ जान सक्छ त्यस्तो अवस्थामा तपाईको संगठन उत्पादन गर्ने संगठन नभएर कामदारलाई तालिम दिने संगठनमा परिवर्तित हुन्छ तपाईको प्रोडक्टिभिटी लो हुन्छ तपाई राम्रो नाफा कमाउन सक्नुहुन्न र तपाईको संगठन धराशायी हुन थाल्छ यस्तो अवस्थालाई हामी के भन्छौँ भने डिजाइन अफ द अर्गनाइजेसन इज नट गुड त्यसकारणले त्यहाँ चाहिँ एचआर पोलिसिज प्र्याक्टिसेस इन्ट्र्याक्सन टु द इन्टर्नल इन्भाइरोमेन्ट भन्नुभन्दा पनि एक लाइनमा हामी के भन्छौँ भने अर्गनाइजेसन डिजाइन भनेको आन्तरिक र बाह्य वातावरणसँग अनुकूलन मिलाएर हिँड्नु हो यति भन्दै हिजोभन्दा आज अलिकति लामो भयो तथापि मलाई लाग्छ दुईटै भाषामा मैले सजिलो हुने गरिकन सम्झाउने प्रयास गरेको छु यसमा तपाईहरुलाई कहीँ केही समस्या देखियो भने त्यसलाई कमेन्टमा राखिदिनु भयो भने म फेरि त्यसलाई एकपटक आफ्नो भनाइ त्यस विषयमा राखेर अझ सजिलो तरिकाबाट प्रष्टीकरण दिएर तपाईहरुलाई सम्झाउने प्रयास गर्नेछु आजको लागि यति नै धन्यवाद।